हेलो नमस्ते सबैजनालाई स्वागत छ फेरि पनि अर्को नयाँ रेसिपी भिडियोमा। आज म बनाउन गइरहेकी छु क्रिस्पी करेला साथीहरू। अनि कसलाई मन पर्छ यस्तो गरी बनाएको यो क्रिस्पी करेला। यो करेला चाहिँ लोकल करेला हो, गाउँघरमा पाइने। यो करेलालाई चाहिँ रोप्नु पर्दैन, आफै उम्रिन्छ। यो बर्सातको टाइममा मकैसँग एकदमै फलेको थियो अनि मम्मीले चाहिँ टिपेर ल्याउनु भएको थियो। यो करेलालाई चाहिँ मैले मसिनो गरेर काटेर, यानि कि पातलो गरेर काटेर मैले धोई पखाली गरेर यसमा चाहिँ मैले बोडीको दाना पनि मिक्स गरेकी छु। एकदमै मिठो हुन्छ बोडीको दाना पनि, क्रिस्पी हुन्छ करेलासँगै। त्यसपछि मैले यहाँ चाहिँ कराईलाई बसालेर तेललाई तातो गराउन राखेर मैले जिरा धनियाँ फ्राई गरेँ। त्यसपछि यो काटेको करेलालाई राखेँ, यानि कि फ्राई गरेँ। अनि एकैछिन करेलालाई भुटिसकेपछि अनि यत्तिकै फैलाइदिनु पर्ने हुन्छ। मैले स्वादअनुसार नुन बेसार राखेँ। अनि यो करेलालाई यस्तो क्रिस्पी बनाउन छ भने चाहिँ अलि खुल्ला खालको कराई अनि फ्राई प्यानमा बनाउँदा चाहिँ छिट्टै क्रिस्पी हुन्छ साथीहरू। धेरै टाइम पनि लाग्दैन यसलाई क्रिस्पी बनाउनको लागि, बजारको जस्तो हुन्न नि त। बजारको एकदमै मोटो एकदमै पातलो बनाउनु पर्ने हुन्छ अनि धेरै समय लाग्छ नि त क्रिस्पी बनाउन बजारको करेला। यो चाहिँ लोकल करेला हो, छिट्टै नै हुन्छ क्रिस्पी। अनि करेला चाहिँ यत्तिको रातो हुने गरेर भुटिसकेपछि चाहिँ मैले काटेको प्याज राखेँ। त्यसपछि काटेको खुर्सानीलाई पनि राखेँ। पिरो आफूले कतिको खाने त्यही हिसाबले राख्दा हुन्छ। अनि मैले कुटेको लसुनलाई पनि राखेँ। अदुवा अनि मरमसलाहरू पनि मन पर्छ भने राख्न सक्नुहुन्छ। मैले चाहिँ सिम्पल तरिकाले बनाएकी छु। यत्तिकै केही नराखिकन पनि यो क्रिस्पी करेला चाहिँ एकदमै मिठो हुन्छ साथीहरू। अदुवाको गन्ध चाहिँ त्यति मलाई मन पर्दैन, त्यही भएर लसुन मात्रै राखेँ। लसुनलाई हल्का भुटिसकेपछि चाहिँ मैले टमाटरलाई पनि राखेँ। टमाटर चाहिँ मैले जे चिजमा पनि राख्छु साथीहरू। टमाटर एकदमै मन पर्छ मलाई, टमाटरको ग्रेभी एकदमै मन पर्छ नि त। अनि मैले टमाटर राखिसकेपछि एकैछिन छोडिदिएँ भुटेर। अनि टमाटर पनि गलिसकेको छ। त्यसपछि यो सब्जी चाहिँ खानको लागि रेडी हुन्छ साथीहरू। हजुरहरूले रोटीसँग खान सक्नुहुन्छ अनि दाल भातसँग पनि खान सक्नुहुन्छ। स्पेसल्ली दाल भात अनि टमाटरको अचार हुनुपर्छ। त्यसपछि यो क्रिस्पी करेला एकदमै मिठो हुन्छ साथीहरू। एक थाल भात खानीमा 2 थाल उडाइन्छ है साथीहरू। हजुरहरूले पनि ट्राई गर्नुहोला। अनि आजको यो रेसिपी भिडियो हजुरहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने मेरो पेजलाई फलो गर्नुहोला अनि लाइक सेयर पनि अवश्य गरिदिनु होला साथीहरू। एकदमै मेहनत गरेर मैले भिडियोहरू राखेको हुन्छु। अनि जसलाई यो करेलाको अलि बढी तितोपन मन पर्दैन भने उहाँहरूले चाहिँ यस्तो गरी बनाएर खान सक्नुहुन्छ। यो करेलालाई क्रिस्पी बनाएर खाँदा चाहिँ यसको तितो कम हुन्छ नि त साथीहरू। यस्तै रेसिपीको साथ फेरि भेटौँला। बाई बाई साथीहरू।